हेलो गुड मर्निङ एभ्रिवान। आई एम सजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। अनि आजको न्यू ब्लगमा स्वागत छ तपाईँहरूलाई। आज चाहिँ हामी मनोकामनातिर आएको छौँ। सो हिजो बेलुकै आएको थियौँ। हामी चाहिँ बेलुकाको त्यही 7-8 बजी आइपुगेको थियौँ होला। 8 बजीतिर समथिङ काठमाडौँबाट चाहिँ हामी 4-5 बजी हिँडेको थियौँ होला। यहाँ आउन चाहिँ त्यस्तै 5 घन्टा जति लाग्यो होला। अनि आइयो हिजो केवल काको टिकट सिकट काटियो, खानासाना खाइयो, सुतियो। अहिले उठेर पनि फ्रेस भइसक्यो। बिहानको ठ्याक्कै अहिले 5 बज्यो। अब यहाँ टक्कसँग गेट सेट खुल्छ अनि त्यहाँबाट सर र हामी चढेर जानुपर्ने हुन्छ केबल कार। त्यही नै हो। म तपाईँहरूले केबल कार पुगेपछि हिँड्नेछु है त गाइज। अहिले चाहिँ हामी टक्कसँगले फ्रेस भएर तल रेडी पोजिसनमा बसिसक्यौँ। देख्न सक्नुहुन्छ मनोकामनाको गेट। यतापट्टि चाहिँ होटलहरू कस्तो बब्बाल दामी पहाडमा है, कस्तो दामी छ नि त। हेर्नुहोस् हामी बसेको चाहिँ यी होटल हो, देख्न सक्नुहुन्छ। मनोकामना भुपु एन्ड सैनिक होटल एन्ड लजमा बसेको हामी चाहिँ। सो त्यही नै हो। टक्कसँगले यहाँ लाइन बस्नुपर्ने हुन्छ अरे। अब अनि लाइन बस्ने हो टक्कसँग। अनि गेट सेट खुल्छ अनि सर कुद्दै जानुपर्ने हुन्छ। सो त्यही नै हो। फुल भेज नयाँ चाहिँ फुलपातीहरू देख्न सक्नुहुन्छ। फाइनली हामी चाहिँ अब केवल कार चढ्ने ठाउँमा आइसक्यौँ। सो देख्न सक्नुहुन्छ भिडभाड एकदमै, मान्छेको चाप चाहिँ धेरै नै छ, देख्न सक्नुहुन्छ। आज सेटरडे भएर पनि होला सायद, मान्छेको चाप चाहिँ एकदमै धेरै छ। सो देख्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ केवल कार चाहिँ आइरहेछ सर्ट लिनलाई। अब लगभग हामी पनि पुग्न लाग्यो। अब त्यही नै हो, लाग्छ होला सायद 2-3 मिनट। फाइनली हामी चाहिँ आइपुग्न लाग्यौँ। सो देख्न सक्नुहुन्छ एकदम नजिक आइसक्यौँ। लगभग अब गन्तव्य हाम्रो आइपुगिसक्यो। देख्न सक्नुहुन्छ सर्ट नै लागिसक्यौँ। लगभग अब चाहिँ हामी सायद हामी जाने त्यसमै नै हो। सायद आइसक्यो हाम्रो लिनलाई। चढ्नुपर्ने हुन्छ। हामी चाहिँ सरसँगले उकालो लागिसक्यौँ। देख्न सक्नुहुन्छ यता चाहिँ मस्त कति राम्रो गाउँ है, दामी देखिरहेछ।
फाइनली हामी मनोकामना आइसक्यौँ। सो देख्न सक्नुहुन्छ एकदम भिडभाड धेरै छ। सो देख्न सक्नुहुन्छ अब कतिखेर आइन्छ हामी चाहिँ लाइन बस्नु जानुपर्ने हुन्छ। सो त्यही नै हो। सो देख्न सक्नुहुन्छ हामी चाहिँ अलिकति माथिदेखि मास्तिर लागिसक्यौँ लाइन बस्नको लागि। सो त्यही नै हो। ठ्याक्कै हामी बसेको चाहिँ घन्टा जति भयो होला। ठ्याक्कै 8 बजी आएको थियौँ, आइपुगेको थियौँ होला सायद। हामी यहाँ चाहिँ 9 भइसक्यो यहाँ आएको, 1 घन्टा भइसक्यो। देख्न सक्नुहुन्छ अझै लाइन निकै माथिसम्म छ, देख्न सक्नुहुन्छ। अझै पनि हामीलाई पुग्न चाहिँ टाइम लाग्ने हो। अझै सायद मन्दिरको गेट खुलेको छैन भन्ने सुन्नमा आयो। अब टाइम लाग्छ होला सायद, अझै 1 घन्टा जति चाहिँ भइसक्यो हामी वेटिङ भएर बसेको उभिएको। फाइनली लगभग हामी आइपुग्छौँ। कस्तो दामी छ आदि। फाइनली हामी लगभग अब चाहिँ आइसक्यौँ। हामी अब दर्शन गर्नलाई छेउछाउ आइसक्यौँ। देख्न सक्नुहुन्छ बस्दा 2-3 घन्टाको वेटिङ पछि चाहिँ हामी फाइनली छिरिसक्यौँ गेटभित्र। देख्न सक्नुहुन्छ ए गाइस, चल चाहिँ हामी दर्शन गरेर पनि बाहिर निस्किसक्यौँ। सो देख्न सक्नुहुन्छ केबुल कार चढ्ने ठाउँमा आइसक्यौँ। सो अब हामीलाई लिनलाई पुरा आउँदैछ, यहीँबाट आउँछ। सो देख्न सक्नुहुन्छ आइपुग्यो एउटा आइपुग्यो सर र अब यसमै जानुपर्ने हुन्छ हामी। अब टक्कसँग उताबाट इन्टु क्रस सर्ट भयो। सो देख्न सक्नुहुन्छ। सो त्यही नै हो। अब तपाईँहरूलाई म केबुल कार चढेपट्टि भेट्नेछु फेरि एकैचोटि है त गाइस। अहिले फर्किने बेला पनि भिडियो भएको चाहिँ रहेछ यहाँ हल्का। सो देख्न सक्नुहुन्छ अहिले लाइन बसिरहेको छौँ, लाइनमै जानुपर्ने हुन्छ। सो देख्न सक्नुहुन्छ टक्कसँगले हामीले प्रस्थान भइसक्यौँ। प्रस्थान लेखिराख्नु भएको छ त्यहाँ। फेरि पनि अब हाम्रो गन्तव्यमा आइपुग्नु लाग्यौँ। सो यहीँ चढेर जानुपर्ने हुन्छ हामी। लाइन बसिरहेको छौँ। फाइनली हामी फेरि एउटा लागिसक्यौँ। सो देख्न सक्नुहुन्छ कस्तो बबाल दामी गाउँ देख्न सक्नुहुन्छ यहाँ। अघि पनि देखेको थियो होला सायद तपाईँहरूलाई।
फाइनली हामी चाहिँ ल्यान्डिङ भएर पनि झरिसक्यौँ। सो देख्न सक्नुहुन्छ मान्छेको जान अझै पनि यत्रो भिडभाड छ, देख्न सक्नुहुन्छ पुरै एकदम धेरै लाइन छ। हामी चाहिँ फर्किसक्यौँ। अब सायद उहाँहरू चाहिँ आज यति बस्नुहुन्छ होला, जहाँसम्म मलाई लाग्छ। सो त्यहीँनिर मान्छेको लाइन देख्न सक्नुहुन्छ, अझै यत्रो छ, पुरै लाइनमा बसिरहनु भएको छ। कति घामले पोलिरहेको होला। सो त्यहीँनिर देख्न सक्नुहुन्छ सर गइरहेको छ यहाँबाट चाहिँ। वाह, देख्न सक्नुहुन्छ यहाँ गार्डन बबाल राम्रो खालको रहेछ। देख्न सक्नुहुन्छ कति राम्रो गार्डन यहाँ बिचमा होइन, हल्का फुलहरू, अनि त्यसमाथि बाइक पार्किङहरू मजाले गरिरहनु भएको छ। सो देख्न सक्नुहुन्छ मान्छेको भिड त देख्न सक्नुहुन्छ, लाइन त कति छ कति देख्न सक्नुहुन्छ, बब्बाले भिड छ क्या। मान्छे नै मान्छे। सायद उहाँहरू आज फर्किनु होला सायद, जहाँसम्म लाग्छ मलाई। यत्रो धेरै भिडहरू छ, कति राम्रो झर्ना कल बगिरहेको छ। सो देख्न सक्नुहुन्छ है। अब हामी चाहिँ टक्कसँगले एउटा हिँडेर जानुपर्ने हुन्छ, टसँगले यस्तो घाममा लाग्दैछौँ। हामी चाहिँ उकालो सर्ट खानासाना खानुपर्ने हुन्छ गएर हामी टक्कसँगले। त्यसपछि टक्क ढ्याप लोकल गाडी चढ्ने जाने हो। सो त्यही नि हो। सो देख्न सक्नुहुन्छ मान्छेको भिड चाहिँ बब्बाले छ क्या। अन्त कहिले सकिने मान्छेहरू गएर। सो देख्न सक्नुहुन्छ मान्छेहरूको भिड एकदमै भिड छ। कति राम्रो, के गरौँ हो, यो चाहिँ कस्तो राम्रो रहेछ क्या। रुख सायद कोकोनट हुन सक्छ यो। सो फाइनली अब चाहिँ हामी लगभग निस्किन लागिसक्यौँ, माथि आयो है। खासै टाइम लाग्दैन होला सायद। कस्तो दामी फुल फुलेको रहेछ, रातो होइन त, कस्तो दामी छ कि। छेउछेउमा गार्डन फुलहरू कस्तो दामी तरिकाले काटेर चडक्कसँगले देख्न सक्नुहुन्छ। पछाडि पनि देख्न सक्नुहुन्छ बब्बाल छ। वाह खालको के घाम चाहिँ एकदम कडक लाग्यो घाम। दामी गार्डन देख्न सक्नुहुन्छ है। गर्मी चाहिँ कुरा नगरौँ, मैले लास्टै गर्मी रहेछ। वाह, लुक एट द भ्यू गाइस, कस्तो बब्बाल देखिरहेछ। हाइवे चाहिँ त्यही हो, यहाँ माथि रोड गाडीहरू पार्किङ गरिरहेको ठाउँमा। सो देख्न सक्नुहुन्छ। यहाँबाट डाँडाबाट हेर्नु त फाइनल लुक्स मिनी स्टोर हो क्या। केवलका चढ्ने ठाउँ चाहिँ यहीँ हो। यहाँ रहेछ देख्न सक्नुहुन्छ माथि पाखेभरि। खासै राम्रो चाहिँ देखिएन, क्यामेरा हाई क्वालिटीको भएर हो सायद। सो त्यही नै हो। फाइनली अब हामी निस्किसक्यौँ। सो देख्न सक्नुहुन्छ कस्तो दामी के यो छेउछेउमा रोपेको, के भन्नु यसलाई, फुले भनौँ न, कस्तो दामी देखिरहेको छ। यो जुप्पा साना बोर्डहरू। सो देख्न सक्नुहुन्छ गेट यहीँबाट अघि हामी प्रस्थान भएर गएको थियौँ, फेरि यही ठाउँमा आइपुग्यौँ। सो देख्न सक्नुहुन्छ कस्तो दामी बाटो छ, फुलहरू चाहिँ कस्तो दामी के। वाह, देख्न सक्नुहुन्छ। टक्कसँगले गेट। सो त्यही नि हो। अब यहाँ चाहिँ हामी खानासाना खानुपर्ने हुन्छ, खानासाना खाएर अब जानुपर्ने हुन्छ। सो त्यही नि हो। म तपाईँहरूले एकचोटि खाना खाएर भेट्नेछु है त गाइस। यहाँ पनि चाप लाग्दो रहेछ, भिडभाड देख्न सक्नुहुन्छ। गाडीको चाप चाहिँ एकदम धेरै नै छ। सो देख्न सक्नुहुन्छ अब टक्कसँगले हामी हिँड्नुपर्ने हुन्छ। सो त्यही नि हो। फाइनली गाइस हामी चाहिँ काठमाडौँ पनि आइसक्यौँ। सो त्यही नि हो।
हामीलाई 5 घन्टा जति लाग्यो होला सायद हामी 12 बजी हिँड्यो भने 6 ठ्याक्कै 6 घन्टा लागेको छ यहाँ आइपुग्न चाहिँ सोध्दै नि हो बाटोमा चाहिँ त्यही त हो अब भाडाको गाडीमा आएको एकदम भिडभाड पनि भयो अनि एक त गर्मी पनि लास्टै गर्मी अनि त्यही चापाचाप अनि एक त ब्याट्री मोबाइलको ब्याट्रीले गर्दा धोका पायो त्यही भएर पनि भिडियो बनाउन सकेन सोध्दै नि हो अझै चाहिँ हामी टक्क बस पार्क एरिया खासै भिडभाड चाहिँ छैन सेटरडे भएर सायद खुल्ला नि छ बाटो चाहिँ अब हेरौँ रुम पुग्न चाहिँ सायद राति पर्छ होला जहाँसम्म बिजी मल अगाडिको देखिरहनु धेरै समय बसिआएको कपन चाहिँ रुमतिर चाहिँ लाइट हालेको रहेछ झल्ल मस्त कस्तो दामी भएको रहेछ मन्दिरतिर पुरै लाइट साइट हालेर देख्न सक्नुहुन्छ कस्तो बब्बाल दामी के लाइट हालेर देख्न सक्नुहुन्छ कस्तो बब्बाल दामी दिइरहेको छ लाइटले गर्दाखेरि सो देख्न सक्नुहुन्छ बब्बाल दामी देखिरहेको छ कि बब्बाल दामी त्यसम्म होला सायद सो त्यही नि म तपाईँहरूलाई चाहिँ यही लाइट देखाउन आएको सो देख्न सक्नुहुन्छ कस्तो बब्बाल दामी देखिरहेको छ सो त्यही नि हो फाइनल गाइज हामी चाहिँ रुम पनि आइसक्यौँ सो रुममा त 8:30 भइसक्यो रातको सो त्यही नि हो बिहानै स्टार्टिङ पनि राति नै भनौँ न बिहान त्यही 4-4:30तिर स्टार्टिङ भएको थियो होला त्यही नि आज इन्ड गर्दा पनि त्यही 8:30 भइसक्यो सो त्यही नि हो टक्कसँगले पुरा गलिएको छ हिजो खासै सुत्नु पनि पाइएन अन्त सो त्यही हो अब खानासाना खाने अनि टक्कसँग सुत्नुपर्ने हुन्छ सो त्यही नि हो भन्दै लाइक गरिदिनु पऱ्यो तपाईँहरूले फेरि मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने प्लिज च्यानललाई सब्सक्राइब गरिदिनु होला यदि पुरानै हुनुहुन्छ भने चाहिँ भिडियोलाई लाइक सेयर गरिदिनु होला भन्दै